नमस्ते। आज चाहिँ मैले ब्रसेसको भिडियो लिएर आएकी छु। हाम्रो हालै लन्च भएको पेस्टल ब्युटीको कटन क्यान्डी कलेक्सन रहेको छ। यो चाहिँ यसमा हजुरले 10 वटा पिसेस पाउन सक्नुहुन्छ र यो हाम्रो सुरुको ब्रस छ, फाउन्डेसन ब्रस। यो एकदमै सफ्ट छ र आजको हाम्रो राम्री मोडल हुनुहुन्छ आकृति, सबैको प्यारी, हजुरले चिनिसक्नुभयो होला उहाँलाई। र मैले फाउन्डेसन ब्रस लगाइदिँदैछु। एकदमै ब्लेन्ड गर्न सजिलो हुन्छ, एकदमै सफ्ट छ। यो तपाईँको सेन्सिटिभ स्किनको लागि पनि हुन्छ। र अर्को ब्रस छ हाम्रो फ्ल्याट ब्रस। यो चाहिँ तपाईँले कन्सिलरहरू लगाउँदाखेरि, आइब्रोजहरूलाई क्लिन गर्दाखेरि, तपाईँको आई स्याडो लगाउँदाखेरि, कट क्रिज गर्दाखेरि एकदमै सजिलो हुन्छ यो ब्रस। एकदम पातलो पनि बनाएकी छु मैले र हामीले त्यही फाउन्डेसन ब्रसले फेरि कन्सिलरहरू ब्लेन्ड गरिदिइराखेको छौँ। र अर्को ब्रस छ हाम्रो आइब्रोको ब्रस। यो स्पुलीसँग पनि आउँछ। यो आइब्रोको ब्रिसल्स एकदमै पातलो बनाएको कारणले हजुरले यो ब्रस चाहिँ यसरी स्ट्रोक्स बनाउन पनि युज गर्न सक्नुहुन्छ, एकदम क्लिन लाइन बनाउन पनि युज गर्न सक्नुहुन्छ। सो एज अ मेकअप आर्टिस्ट यो चाहिँ म आफैलाई नै एकदमै चाहिएको भएर बनाएको ब्रस हो। र अघिको फ्ल्याट ब्रस लिएर मैले उहाँको आँखामाथि कन्सिलर लगाइदिँदैछु र हामीसँग आई स्याडो ब्लेन्डिङ ब्रसेस छ 3टा र यो हजुरले पालै पिलो ब्लेन्ड गर्न सक्नुहुन्छ। एकदमै सफ्ट छ, ब्लेन्ड गर्नु एकदमै सजिलो छ र सानो ब्रसले चाहिँ तपाईँले स्मच गर्न सक्नुहुन्छ तपाईँको आइलाइनरहरू अरू तपाईँको सानो आँखामुनि आई स्याडो पनि लगाउन सक्नुहुन्छ। र यो अर्को ब्रस छ हाम्रो यो फ्ल्याट फ्लफी ब्रस। यो चाहिँ नोज कन्टुरमा एकदमै सजिलो हुन्छ, तर तपाईँले अरू मेकअपको लागि युज गर्न सक्नुहुन्छ। र हाम्रो अघिको आइब्रो ब्रसले मैले फेरि आई स्याडो लगाइदिएकी छु आइलाइनर जस्तै गरेर, र यो स्पुलीले चाहिँ उहाँको आइल्यासेस पनि कोरिदिएकी छु। अर्को ब्रस छ हाम्रो कन्टुर ब्रस। यो हजुरले क्रिम तथा पाउडर जुनै प्रडक्ट पनि लगाउन सक्नुहुन्छ। एकदम सफ्ट भएको कारणले ब्लेन्ड गर्न नै सजिलो छ र हजुरले फाउन्डेसन ब्रसले नै ब्लेन्ड गर्न सक्नुहुन्छ। र मेरो फेभरेट ब्लस हाम्रो पेस्टल ब्युटीको चेरी आमोर लगाइदिएकी छु उहाँको गालामा र फाउन्डेसन ब्रसले नै ब्लेन्ड गरिदिइराखेको छु। एकदमै सजिलो छ यो ब्लेन्ड गर्नलाई। र हाम्रो पातलो पाउडर ब्रस, यसले हजुरले ब्लस, हाइलाइटर जेमा पनि युज गर्न सक्नुहुन्छ। र यो ठुलो फ्लफी ब्रसले पाउडर लगाउन सक्नुहुन्छ। देख्न सक्नुहुन्छ हजुरको मुलायम छालाको लागि एकदमै मुलायम छ यो ब्रसेस चाहिँ। र यसलाई धुँदाखेरि हजुरले एकदमै केयरफुली सबै पानीमा नडुबाइकन यसको ब्रिसल्स मात्र धोएर सुकाउनु पर्ने हुन्छ। अलिकति डेलिकेट नै छ यो केयर गर्नको लागि पनि। र उहाँको फाइनल लुक मैले ग्लोई बाम लगाइदिएको छु, डिवी बाम, र पियोनी लिप लाइनरले ओठमा पनि अलिकति लाइन गरिदिएकी छु। र हाम्रो फाइनल रिजल्ट रहेको छ। आशा